हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने म तपाईँलाई देखाउन गइरहेको छु र सामान प्याक गरेर मम्मीलाई पनि मैले छिटो छिटो बाई बाई मम्मी भने। टुडे वी आर हेडिङ टु वेस्ट गेट क्यान्टरबरी फर लिटल वक एन्ड टु एक्सप्लोर द एरिया। ओके, कम विथ मी एन्ड आई विल सो यु वेयर वी आर गोइङ। इङ्ग्लिस त मेरो राम्रो छैन, त्यही पनि प्र्याक्टिस चाहिँ गर्छु कि म बेला बेलामा जानी नजानी भए पनि है त। यसै क्रममा हामी क्यान्टरबरी पनि पुग्यौँ। यो चाहिँ एकदम सुन्दर नगरी जसलाई चाहिँ मैले भिडियो बनाउन खिच्न बाध्य भने। यो गाउँको चाहिँ आफ्नै इतिहास बोकेको रहेछ के, जुन चाहिँ वेस्ट गेट गार्डन क्यान्टरबरी चाहिँ के भन्छ, सबैभन्दा क्यान्टरबरीको पुरानो ऐतिहासिक बगैँचा भनिएर जुन चाहिँ चिनिन्छौँ हामीले होइन। जुन चाहिँ अहिले देखिने जुन गार्डन छ नि, त्यो चाहिँ 1936 या 37मा चाहिँ स्टेफेन या क्याथरिन विलियम्सनले चाहिँ क्यान्टरबरी सहरलाई चाहिँ एउटा सार्वजनिक प्रयोगका लागि उपहार दिएका रहेछ क्या। तर यसको लागि चाहिँ सुन्दर नदी र पार्कको रूपमा विकास गरिएको रहेछ जुन चाहिँ यहाँ छ। अनि यो गार्डनको छेउमा रहेको वेस्ट गेट टावर चाहिँ इङ्ल्यान्डको हुन्छ नि सबैभन्दा ठुलो बाँकी रहेको मध्य युगमा चाहिँ सहरको प्रवेशद्वार गेट हाउस हो भनेर चाहिँ इतिहासमा रहेछ है। मैले चाहिँ त्यही बुझेँ। र यो गेट वाल चाहिँ किन बनाएको रहेछ भने फ्रान्सबाट हुन सक्ने आक्रमणको जोखिम हुन्छ नि, त्यसको कारण सहरलाई सुरक्षा बलले बनाएको थियो रे भनेर मैले चाहिँ थाहा पाएँ। मैले बुझेअनुसार चाहिँ त्यति हो। अब चाहिँ हामी बोटिङ गर्ने गइरहेको छौँ यो गार्डनमा सरर है। हाम्रो डुङ्गा पनि रेडी छ, हाम्रो दाइ पनि रेडी हुनुहुन्छ। अब हामी चाहिँ जानलाई रेडी छौँ। मलाई चाहिँ यो एकदमै डुङ्गा चाहिँ चढ्न मन थियो कि उहिलेदेखि नै, भिडियोमा हेर्दा बल्ल इच्छा चाहिँ पुरा भयो र समयले र वेदरले पनि एकदमै साथ दिएको थियो। एकदमै मन पनि खुसी न खुसी थियो। अब यसमा चाहिँ ब्यालेन्स लगाएर बस्नुपर्छ नि त, त्यही भएर हामी चाहिँ एकदम यता उता गरेर मिलाएर बस्यौँ र डुङ्गा पनि डाङ डाङ गर्दै हिँड्न थाल्यो। मन पनि आनन्द खुसी भयो। आफूले चाहेको ठाउँमा घुम्न पाउँदा त मन पनि कति खुसी हुने क्या। अझ त्यस्तै मौसमले पनि क्या साथ दिइराखेको है। डुङ्गा त्यस्तै, पानी त्यस्तै सल्ल सफा न सफा प्रकृतिले दिएको आमामा सुन्दरता त यो त भुल्नै सकिँदैन क्या। जे होस् रमाइलो भयो डुङ्गाको यात्रा। मेरो बच्चा, तर मेरो बच्चाले मेरो चस्मै फालिदियो कि त्यहाँनिर। कस्तो टेन्सन भएर एकदम चकचक छ जता जे गरे पनि। यसै गफ गर्दै हिँड्दै जाँदा भिडियो पनि खिचिहालेँ। भिडियो चाहिँ म प्रायः लिनै रहन्छु, फोटो भिडियो सानो सानो क्लिप भए पनि हामी चाहिँ यसरी लिन्छौँ कि, किनभने पछि के कहाँको भइन्छ थाहा हुँदैन नि त। मेमोरी भनेको सधैँ रहिरहन्छ जतासुकै जहाँ पुगे पनि। यसै क्रममा हामी चाहिँ हाँस्दै गफ गर्दै हाम्रो डुङ्गाको यात्रा पनि सकियो। लामो त भिडियो धेरै थियो तर लाउन मन लागेन, त्यही भएर छोटो छोटो र निस्केर हामी भिडियो छिटो खिच्न थाल्यौँ। अब निस्कने क्रममा बाहिर निस्केर यसो फोटो भिडियो अनि मैले स्लो मोसनहरू भिडियोहरू पनि बनाएँ, किनभने अब के गर्ने त, भिडियोहरू त खिच्नै पऱ्यो गएपछि। अब त्यस पछाडिको पालो आउँछ हाम्रो चाहिँ नेक्स्ट लोकेसन। यो चाहिँ बेलायतको सबैभन्दा प्रसिद्ध र ऐतिहासिक चर्चमध्ये एक रहेछ, जुन चाहिँ क्यान्टरबरी क्याथेड्रल भनेर चिनिँदो रहेछ। हामी चाहिँ त्यसमा गयौँ। बोटिङ पनि सकियो। अब भित्र जाने क्रममा मैले फेरि भिडियो लिएँ। साह्रै राम्रो मनमोहक दृश्य क्या यो चाहिँ चर्च चाहिँ है। के गर्ने, जहाँ गए पनि मनै शान्त, कति राम्रो के चर्चहरू त आमामा बबाल रहेछ यो त। यो चर्चको पनि आफ्नै इतिहास रहेछ है। यो चाहिँ क्याथेड्रल करिब चाहिँ 1400 वर्षभन्दा बढी इतिहास बोकेको एउटा के भन्छ बेलायतको सबैभन्दा महत्त्वपूर्ण धार्मिक चाहिँ ऐतिहासिक स्थलमध्ये एक रहेछ है। यसमा चाहिँ वर्षेनी लाखौँ पर्यटकहरू चाहिँ घुम्न आउँदो रहेछ र यो वर्ल्ड हेरिटेज साइटमा पनि सूचीकृत भएको रहेछ क्या। घुम्न त धेरै नै मन थियो तर समयको अभावले गर्दा घुम्न पाइएन। जुन प्रसिद्ध ठाउँ थियो हामी त्यो सबै घुम्यौँ। मन पनि शान्त भयो, रमाइलो भयो र घुम्ने क्रममा हामीलाई एकदमै भोक लागिरहेको थियो र निस्केर हामीले चाहिँ नजिकैको रेस्टुरेन्टमा खानाहरू खायौँ। खाना खाइसकेपछि घर जाने बेला भयो हाम्रो पनि। गुड बाई क्यान्टरबरी, इट वाज सच अ लभली भिजिट, अन्टिल नेक्स्ट टाइम, नाउ वी आर हेडिङ होम, बाई बाई गर्दै हामी पनि फर्क्यौँ।